हेलो साथीहरू, नमस्ते। आज चाहिँ तपाईहरुलाई अब यो फुल फुलिसकेर यो सबै बुढो भएर यो सकिसक्यो। यसको अब यसले कसरी गार्बेजमा हाल्ने, कसरी यसले फाल्ने भनेर एकदम तनाव भइरहेछ भने तपाईहरुलाई म सजिलो उपाय तपाईहरुलाई म शेयर गर्छु। हेर्नुस् है साथीहरू, यस्तो सबै अब यो फुलहरू यो ठुलो भएर सबै भाँचेर यसलाई फाल्न एकदम तनाव भइरहेछ नि। यसलाई चाहिँ मजाले काट्ने हो अनि चाहिँ गार्बेज ब्यागमा लाएर राख्ने हो। त्यसपछि अर्को वर्षको लागि एकदम राम्रो अर्ग्यानिक आफैले बनाएको अर्ग्यानिक मल बन्छ है साथीहरू। नो टेन्सन है। यो जति पनि पाना बाना तिनीहरू गार्बेजमा लाउनु पर्दैन। यसलाई यसरी काटेर चाहिँ टक्क काटेर चाहिँ गार्बेज ब्यागमा प्याक गरेर राख्यो भने नेक्स्ट इयरको लागि एकदम राम्रो अर्ग्यानिक सब्जी खान सकिन्छ साथीहरू। फाल्नलाई डोन्ट वरी, गार्बेजमा प्याकिङ गरेर लाइरहनु आवश्यकै पर्दैन है। चाहिँ बेस्ट उपाय। मलाई पनि थाहा थिएन पहिला कहाँ फाल्ने, कसरी गार्बेजमा अटाउने। फेरि गार्बेज लाने मान्छेले पनि यो यस्तो कुराहरू लगाएको थाहा पायो भने एकदमै प्याक गरेर राम्रोसँग नदेख्ने गरी लाउनु पर्ने हुन्छ। नत्र भने त थपक्क छोडेर बाई बाई टाटा भनेर गइदिने के नलाने के, यस्तो देखि लाउनै हुँदैन। यस्तो समस्या हुन्छ। त्यसैले यसले चाहिँ अल्छी नमानी चाहिँ कुटुक 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 काटेर चाहिँ यसलाई राख्यो भने यस्तो राम्रो हुन्छ। यो चाहिँ अलिक चिसो नहुँदै काटेर प्याकिङ गरेर राख्यो भने चाहिँ तातोले एकदमै राम्रो यो कम्पोस्ट मल बन्छ साथीहरू। म चाहिँ यस्तै हामी चाहिँ सबै यसरी नै बनाउँछौँ। अब यो काँक्राको झ्यालहरू भयो, अब यो झ्यालहरू पछि बुढो भएपछि, अनि यो सयपत्री फुलहरू यिनीहरू सबै बुढो भइसकेपछि पारा त यही हो, काट्ने हो काटेरै यस्तो बनाउने हो। पहिला पनि मैले यहाँ चाहिँ फुल हावाले सबै भचाइदिएको थिएँ। अनि मैले सबै काटेर चाहिँ यहाँनिर राखेको थिएँ। काँक्रा पनि एकदम फलिरहेछ हजुर। हामी चाहिँ यसरी एकदम अर्ग्यानिक मल बनाउनको लागि सजिलो उपाय है तपाईहरुलाई। आज जति पनि ताना बाना छ यो गार्डनको, यी सबलाई यसरी नै त हलाउने हो साथीहरू। नो टेन्सन। अब काँक्रा पनि फलेर सिद्धिन लागेछ। अब यो सिद्धिएपछि पारा उयो हो, यसरी नै काटकुट पारेर गार्बेज ब्यागमा प्याकिङ गरेर राख्ने। अनि नेक्स्ट टाइम यस्तो राम्रो मल बन्छ, यस्तो राम्रो मल बन्छ। काँक्राको झ्यालको हेर्नु बुढो भएर यस्तो बिजुक छ, तर पनि फलिरहेछ साथीहरू। फल्न चाहिँ फलिरहेछ। फेदामा मल यसरी मल हालेको पानी लगाएकोलाई फल्न चाहिँ फलिरहेछ।